हौला महल होइन सिप सिकाउने झुपडी देऊ दैव हिंसा माग्ने मैदान होइन मसी माग्ने कलम देऊ राजन धेरै बोल्ने ओठा होइन सेवा गर्ने हात देऊ इतिहासमा अझै लेख्छु हाते मालो म अझै बुन्छु अब आउने साल हेर मेरो चन्द्र सूर्य फरफराउँछु लहराउँछु हो फरफराउँछु गाउँ गाउँ पुग्ने पाइला देऊ फेरि एउटा बुद्ध पठाऊ फेरि एउटा बुद्ध पठाऊ धरती फोड्ने बारुद होइन मन फर्काउने ज्ञान देऊ दैव मागी हिँड्ने जोगी शिक्षक आन्दोलनमा घाइते पत्रकार सबिना कार्कीको आँखामा गम्भीर चोट तिलगङ्गामा दर्शन बाड्ने पुजारी पत्रकार सबिना कार्कीको शिक्षक आन्दोलनका क्रममा प्रहरीले हानेको बेदले म बुद्धत्व पाउँछु दर्शन पाइ म पाइला सार्छु अब आउने साल दुवै आँखामा रगत जमेको र निचार अत्यन्त कमजोर भएको छ आँखाको भित्री पर्दाको अवस्था स्पष्ट नभएकाले उपचार केही लामो हुने बताइएको छ।